चाहिँ अनि त्यसपछि चाहिँ एकछिनपछि म दाल नै लगाउँछु। त्यतिसम्म अहिले हल्का हेर्दै गर्नु होला भिडियो। कहाँ हराएँ त म? कहाँ हराएँ म? ए आएँ। ए अब फेरि पानी थपिरहेको छु म। पानी हल्का कम भएको थियो। अन्त फेरि गिलो हुन्छ नि त राइस कुकरमा धेरै पानी हालेपछि, त्यसैले ठिक्कैको पानी हालिरहेको छु म। अब ढक्कन नै लगाएँ। अब ज्याक पनि लगाएँ। म टल्ल परेर किन हिँडेको भन्नुपर्दा चाहिँ एकदम लङ भिडियो भएको थियो। कटाइ बनाउने प्लान थियो, तर एकदम लङ भिडियो बने रहेछ। अब चाहिँ म दाल पकाउन गइरहेको छु। अब दाल चाहिँ हामी 4 जनाको लागि मात्रै पकाउनु परेको थियो, त्यसैले हल्का नापेर पकाइरहेको थिएँ म। अब नापेर पकाउनु पर्छ, नत्र धेरै भइहाल्छ नि दाल। अब त्यसपछि चाहिँ म धोइसकेँ, धोएर पनि ल्याएँ। अब यसमा चाहिँ म चाहिँ अब बोइल गर्नुभन्दा अगाडि चाहिँ हल्दी र नुन हाल्छु, कहिलेकाहीँ तेल पनि हाल्छु। अब त्यति उम्लिँदैन अनि त्यसैले म तेल त्यति साह्रो हाल्दैन, कहिलेकाहीँ हाल्छु मन लागेपछि। अब नुन र हल्दी पनि हालिसकेँ। अब टमाटर हाल्नेवाला थिएँ, टमाटर बारीमा नफलेको रहेछ आजभोलि। हिजो फलेको थियो, हिजो पनिर बनाएको थिएँ मैले। अनि पनिर खाएर मेरो पेट ढुस्स भएको थियो कि, पुरा ग्यास्ट्रिक भएको थियो कि क्या। अब चाहिँ मैले प्रेस कुकरको ढक्कन नै लगाएँ। अब ग्यास चालु गरेँ। अब मेरो कलेज जाने टाइम नै भइरह। कलेज बिहान 6:20 स्टार्ट हुन्छ, त्यसैले आज हल्का चाँडो उठेको थिएँ म। अरू दिन त उठ्दैन, आज मात्र उठेको हल्का चाँडो, त्यसैले टाइम बचेको हुनाले। त्यसैले अब मेरो मिस्टेक हुन्छ है, हातबाट मिस्टेक हुन्छ। पुरा तेल पोखिएको मेरो हातबाट। त्यो कचौरामा राखेको थिएँ हिजो पनिर पकाएको, सबै तेल पोख्यो। मम्मीलाई थाहा भएको भए त मम्मीले मार्नुहुन्थ्यो, मम्मीले थाहै पाउनु भएन। बिहान फेरि काम बिग्रिन्छ मेरो हातबाट, यस्तै।